धान गोड्नको लागि चाहिँ प्रयोग हुने नेपाली किसानलाई आवश्यक पर्ने। नमस्ते, आज म चाहिँ वीरगञ्ज कृषि औजार कारखानामा आएको छु। आज म तपाईँहरूलाई चाहिँ यहाँ बनेका नयाँ नयाँ कृषि औजार सामग्रीहरू देखाउन गइरहेको छु। अहिले चाहिँ विशेष गरेर चाहिँ मिनी टिलरमा अहिले यो खेत हिलाउने बेलामा चाहिँ लगाउने यो रहेको छ, एकदम मास लेभलमा बनिरहेको छ। यो माग पनि एकदमै आएको कारणले गर्दा कृषि औजार कारखानामा चाहिँ यो एकदमै द्रुत गतिमा बनिरहेको छ। अनि यसलाई पेन्टिङ पनि भइरहेको छ। हाम्रो प्रोडक्सन एरिया चाहिँ उतापट्टि यो त्यो अर्को साइडमा छ भने यो बनिसकेर फिनिसिङ भएर चाहिँ यहाँ आएको छ। यहाँ चाहिँ पेन्टिङ हुने काम भइरहेको छ। यो चाहिँ अहिले अब ठ्याक्कै नेपाली किसानलाई आवश्यक पर्ने धान गोड्नको लागि चाहिँ प्रयोग हुने एकदमै हामीलाई चाहिँ प्राविधिक रूपमा पनि सजिलो र आर्थिक रूपमा पनि एकदमै छिटो छरितो र कम पैसामा चाहिँ हामीले छोटो समयमा धेरै धान गोड्न पनि सकिन्छ। किनभने यसो चाहिँ खै पनि लाग्दैन र यसले चाहिँ झारहरूलाई चाहिँ हामीले राम्रोसँग चाहिँ उखाल्न एकदम मद्दत गर्छ र ढाड पनि नदुख्ने। हामी यसरी बसेर दिनभरि गर्नुभन्दा यो तरिकाले चाहिँ एकदमै राम्रोसँग ठुल्ठुलो झारहरू पनि यसले तान्न सजिलो हुन्छ र एकदमै चलेको र परीक्षण गर्दा पनि एकदमै सफल भएको यो औजार चाहिँ अहिले एकदमै डिमान्ड छ। तपाईँहरूले पनि आवश्यक पर्छ भने चाहिँ कृषि औजार कारखानामा सम्पर्क राख्नु होला, नत्र भने मैले चाहिँ तल डिस्क्रिप्सनमा चाहिँ मेरो फोन नम्बर दिनेछु, त्यहाँ सम्पर्क राख्नु होला। खासै महँगो पनि छैन, म तपाईँहरूलाई प्राइस लिस्ट पनि पठाउनेछु। अर्को त्यसै गरेर चाहिँ अहिले बन्दै गरेको र बनिरहेको सामग्रीहरू चाहिँ यहाँ छ है। यो चाहिँ प्राय गरेर चाहिँ मोटरहरूमा चाहिँ इन्जिन सानो इन्जिन फिट गरेर चाहिँ बनाइएको हुन्छ। तर नेपालमा चाहिँ अहिले यो कृषि औजार कारखानाले चाहिँ म्यानुअल्ली हामीले खेती गर्दाखेरि चाहिँ बाँसहरू खामोहरू गाड्नको लागि चाहिँ एकदम छिटो छरितो र पैसा पनि नलाग्ने, आफैले गर्न मिल्ने एकदम छिटो छरितो तरिकाले चाहिँ पल खोल्न चाहिँ सकिन्छ। यो प्रयोग गऱ्यो भने प्राइस खासै महँगो छैन, तपाईँहरूलाई त्यो लिस्ट तल देखाउनेछु। त्यस्तै गरेर चाहिँ अब यो बर्खापछि भदौ असोजपछि चाहिँ हामीले तरकारी खेती गरिन्छ। ड्याङ बनाउनलाई एकदमै सजिलो, तपाईँको यो तरिकाले तान्नु भयो भने मजाले ड्याङ बन्छ। तपाईँलाई जति आवश्यक पर्छ यो बढेर पनि आउँछ, कुन साइजको चाहिन्छ तपाईँलाई यो एकदमै उपलब्ध गराउन सकिन्छ हामीले। त्यस्तै गरेर चाहिँ यो चाहिँ झार निकाल्ने औजार हो र यसले चाहिँ गाई भैँसी पालक किसानहरूले चाहिँ गोबर फाल्न पनि एकदमै सजिलो। यो चाहिँ यसरी चाहिँ हामीले गोबर फाल्न पनि सकियो र तरकारी खेतीमा आएको झारहरू, सानसानो मसिनो झारहरू पनि हामीले यसरी चाहिँ के अरे उखाल्न सकियो। त्यसै गरेर यो पनि झार उखाल्ने मेसिनै हो। यसले झार पनि काट्छ, सानसानो झारहरू मजाले काट्छ। माथिल्लो लेभलमा चाहिँ सर यसो गरेपछि मजाले झार काट्छ। अनि त्यसै गरेर चाहिँ अर्को सानो हाते औजारहरू, यो करेसाबारीहरू खन्न होइन, गमलाहरूमा चाहिँ प्रयोग गर्ने यो हतियार पनि एकदमै राम्रो छ। यो झार उखाल्न भइहाल्यो, तपाईँहरूलाई देखाइहालेँ। यो एकदमै चलेको, अहिले चाहिँ नेपालमा एकदम डिमान्ड भएको, झार पनि उखाल्न मिल्ने, यो साइडले खन्न पनि मिल्ने, यो पनि एकदमै राम्रो उपयोगी किसानको लागि चाहिँ कृषि औजार छ। त्यसै गरी यो चाहिँ ठुल्ठुलो झाडीहरू चाहिँ तान्नको लागि चाहिँ यसरी झ्याममा हानेपछि झ्याममा हानिन्छ, त्यो झारहरू त्यहाँ अल्झिन्छ, मजाले तान्न सकिन्छ। यो पनि एकदमै उपयोगी छ। तपाईँहरूले आवश्यक पर्यो भने चाहिँ सम्पर्क राख्नु होला।